फोकस जहिले पनि जिन्दगीमा फोकस हुने अगाडि बढ्ने भन्दै अब एउटा गीतमा चाहिँ यो चाहिँ स्पेशल केटी मान्छेको तर्फबाट हो त्यो सेक्सी केटाहरूको लागि कालो गए गोरो आउँछ गोरो गए कालो केटी हो आफ्नो बोयफ्रेन्डले आफ्नो बुढाले धोका दियो चिट गर्यो पैसा कमाएन मलाई छोड्यो भनेर चाहिँ टेन्सन लिने होइन है टेन्सन लिने नै होइन किनकि हामी केटी मान्छेहरू पनि अहिले पढे लेखेको छ इन्डिपेन्डेन्ट छ सबै कुरा बुझेको छ संसार देखेको छ त्यसैले जहिले पनि केटाको पछाडि लागेर चाहिँ हातसात काट्ने सुसाइड गर्ने आफ्नो जिन्दगीलाई बर्बाद गर्ने काम गर्नु हुँदैन हामी केटी मान्छे एकदमै राम्री हुन्छ यति सुन्दर हुन्छ प्रकृतिले दिएको अनि हामीले चाहिँ केटा मान्छेहरूलाई खास खोज्दै हिँड्नु पर्दैन केटा मान्छे हाम्रो आफै पछ्याउँदै आउँछ कि मर्दले आँटी वर्ष दिन आई मैले आँटेकै छु होला नि हो अनि रुन जरुरी छ सुसाइड गर्न जरुरी छ बरु मिल्छ भने एक टाइममा 5 जना बोयफ्रेन्ड बनाए हुन्छ किनकि एउटाले धोका दियो भने अर्को काम लाग्छ अघि पति जाने बित्तिकै जिन्ट्रीको अन गरेको थियो नि बोयफ्रेन्ड पनि एउटा जाने बित्तिकै अर्को अन गरिहाल्ने रोएर त बस्दैन होइन तर यो कुरा चाहिँ गोप्य राख्नुपर्छ फेरि भन्नु हुँदैन आफ्नो बेस्ट फ्रेन्डलाई पनि नभन्ने दिदी बहिनी कसैलाई नभन्ने र जतिजना केटालाई डेट गर्नुहुन्छ तिनीहरूलाई पनि त मात्रै हो भन्ने कसम खा भनेर खाइदिने बाउ आमाको भगवानको कसम नखाने त्यही केटाको कसम खाने तिम्रो कसम तिमी मात्रै भन्ने कसमले त्यो मर्यो भने अर्को रेडी हुन्छ पछाडि जनवरी त्यसैले कालो गए गोरो आउँछ गोरो गए कालो झ्याप्पै माया लाग्यो झिल्के पर्दाखेरि पालो अरू चिनो केही पनि छैन भो केही पनि छैन भो जाली रुमाल सोल्केला बैना भो बेबी कुममा बोक्न त बोकै त्यसरी नहल्लाउ न त्यसलाई दुख्दैन त्यसरी नहल्लाउ न एउटा मान्छेले सेन्सिटिभ हुन्छ फेरि बिहा नगर्दा अपरेसन होला कि सोल्टीको त्यसरी सबैजनाले लाउनु पऱ्यो भन्ने है त केटी हो रेडी हो अब म सँगसँगै भन्नुहोस् है हाम्रो तेज कार्की दाई मेलाको हामीलाई पैसा बुझाउने दाई हो उहाँलाई त दङ्गल बाँधेर राख्नुहोस् पछाडि अहिले जे पनि पर्न सक्छ र सबैजना लाउनु भएर है त